त्यसलाई कसरी त्यो मेकअप गरेर लिएर जाने भन्ने कुरामा लाग्नुपर्ने नै छ। धेरै कुराहरू कानुनी रूपमा हामीले राखेका छौँ। कतिपय कुराहरू त यहाँ दस्तावेजको रूपमा सङ्कलन हुन सक्ला, कतिपय सकेको छैन। त्यो सबैलाई यथेष्ट रूपमा सङ्कलन गर्नुपर्नेछ, लिएर जानुपर्नेछ। शिक्षाका कुराहरू मौलिक कुरा उठेको छ। हामीले धेरै कुरा आमूल परिवर्तन गर्ने कुरामा शिक्षाको धेरै कुरालाई लिएर जाने कुरामा कतिपय काम गर्न सकेका छौँ, कतिपय गर्न सकेका छैनौँ। नसकेको कुरालाई हामीले नियम बनाउँछौँ, कानुन बनाएको छौँ, त्यसमा कार्यविधि पनि बनाउँछौँ। कार्यविधि अनुसार जे हुन्छ कार्यपालिका लगायत हाम्रो शिक्षा समितिले यसलाई नकमाइकन हामीले जे कुरा लिएर गएको छौँ शिक्षक दरबन्दी मिलानदेखि लिएर यसलाई यथास्थितिमा एकदम सर्कल रूपमा लिएर जानुपर्ने नै छ। कर्मचारीहरूको पनि हामीले धेरै टाइमसम्म चाहिँ एउटै ठाउँमा बसिरहँदा बोर हुँदो रहेछ भन्नु पर्यो। त्यसलाई पनि धेरै लामो टाइमसम्म बसेका कर्मचारी हुनुहुन्छ भने यसो हेरफेर गर्न पाए उहाँलाई पनि अलिक राहत हुन्थ्यो होला। त यसो हेरफेरको ठाउँ पनि लिएर जानुपर्छ भन्ने कुरा यहाँ अवगत गराउन चाहन्छु। त्यसै गरी अब यो हिजोदेखि हामीले निरन्तर रूपमा गरेका कामहरू छन्। मृतक परिवारलाई दिँदै आएका पैसा आश गर्दा रहेछन्, दिएको थिएन भने आश हुने थिएन, आश हुँदो रहेछ। केही मान्छेलाई त्यसले ठुलो राहत पनि हुँदो रहेछ। त्यो निरन्तर भएको कुराले गर्दा माथिबाट चिठी आए पनि हामीले के गर्न सक्ने कि नसक्ने, यो कार्यपालिका मिटिङले त्यसलाई सकिन्छ भने यसलाई एकदम निरन्तर रूपमा लिएर जानुपर्छ भन्ने कुरा यहाँ अवगत गराउन चाहन्छु। त्यसै गरी हाम्रो कृषिको महसुल जुन छ त्यो पनि निरन्तर रूपमा लिएर जाने भएको कारण महसुलको पनि कुनै संस्थागत रूपमा पनि धेरै पैसा उठ्ने, अब त्यो सङ्कलन गर्न गाह्रो हुने भएकोले गर्दा त्यो महसुललाई पनि निरन्तर रूपमा चलेको भए त्यसलाई पनि लिएर जानुपर्छ भन्ने कुरालाई लिएर जानुपर्ने। हामीले यो कृषि सामग्री वितरण गर्दै थियौँ, सबैले हामीले पैसा राखेका छौँ। कृषि सामग्री पनि खरिद गर्ने कुरामा त्यसलाई लिएर जानुपर्छ भन्ने कुरा यहाँलाई अवगत गराउँदै यी सबै कुरा लिएर जाने कुरा छँदैछन्। सबैभन्दा ठुलो कुरो अब अहिले देख्दा हाम्रो विद्यालयका जग्गाहरू चाहिँ जे भए पनि अलिक अनियमित रूपमा छन् कि भोलि कसरी मुद्दा हालिदियो, अख्तियारमा मुद्दा हालिदियो भने त्यो स्कुलका व्यवस्थापन समिति त्यहाँको हेडमास्टर सदस्य पनि हेडमास्टरहरूलाई अप्ठ्यारो पर्छ कि विधि अनुसार चलेका छैनौँ कि हामीले कुनै पनि जग्गा टेन्डर प्रक्रियाद्वारा नै हामीले ठेक्कापट्टा गराउनुपर्छ। अब अहिले हामीले पहिले गरेका 5 मुन 7 मुन 10 मुनका ठेक्का छन्। अब अहिले चलन चल्तीमा आउने कुरामा को कतिमा टेन्डरमा लिन सक्ने, बिघा प्रति कति हो भनेर टेन्डर प्रक्रियाद्वारा हामीले गरियो भने कमसेकम 3टा टेन्डर परेर आयो भने त्यो विधिले पनि मिल्ने, सबैलाई सजिलो हुने भएकोले गर्दा त्यो विधि अनुसारको लिएर जाने कुरामा पालिकाले त्यसलाई सहयोग गर्दै प्रत्येक वार्डका वडा अध्यक्षज्यू लगायत समितिहरूले त्यसलाई अगाडि बढाएर लिएर जान पाउँदा अलिक सजिलो हुन्थ्यो होला। काम गर्न गाह्रो छ। सबैजनाले हिजो कसरी रहेको छ, यो चाहिँ के रहेछ, यो जनप्रति हिजो हामीले भोट हालेर जिताएको आज चाहिँ हाम्रै विरुद्धमा खनिन आयो भन्ने कुरा बेग्लै आउँछ। तर पनि सामाजिक काम गर्दा आउँछन्। कतिपय कुरालाई मिलाएर लिएर जाने, सम्झाएर लिएर जाने कुरामा जानुपर्छ भन्ने कुरा यहाँ अवगत गराउँदै धेरै कुराहरू साथीहरूले अवगत उठाउनु भएकै